माको सो हेलो गाइज वेलकम टु माई न्यू ब्लग। सो आज चाहिँ म पार्दा नै छु दाइसँग। अनि सबैजनाले भिडियो हेरिदिनु होला, सब्सक्राइब गर्नु भएको छैन भने सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु होला। सो मैले प्याक पनि गरिसकेँ मेरो लुगाहरू, अब चाहिँ ब्रस गर्ने अनि नुहाउने, अनि त्यसपछि भेटौँ फेरि ल। यस्तो पो घाम लागिरहेको छ गाडी गाउँतिर त ल ल ल ल। सो अब हामी चाहिँ निक्ल्यौँ है। मम्मी गएको है ल। सो अब हामी चाहिँ लाग्देको है गाइज। यो वान होला हौ। यहाँ चाहिँ पिच बनाइसकेको छ गाइस, राम्रो छ। अहिले अलिक आउँदैन होला नि। घुमाउरो बाटो छ है गाई अहिले फेरि। राम्री राम्रीहरू एक पहिले बाटोमा किसान भाइले कुदाइरहेको छ। मलाई यो भित्र झारिदियो भने के गर्नु म? मलाई डर लाग्छ नि हो नि। हामी चाहिँ होइन चुली, यो चुली हो, चुली या चुली। भिडियो हाम्रो भिडियोहरूलाई चाहिँ माया गरिदिनु होला। अब यो बाइक भनेको एकदम राम्रो बाइक, पावरफुल बाइक हो नि त। हामी दोकान आइपुग्यौँ। हजुर भिडियो गर्नै दोकान बस्ने के एकदिन होइन, हामी सरसर लाग्थ्यौँ होला, पानीले भरे कुर्छ हामीलाई। मैले मान्छेहरू चाहिँ खासै किसान भाइले हान्यो, अब हान्यो अगाडि बस्नु है। हो ट्रकहरू पनि हामी भेट भइयो, ट्रकहरू पनि हामीले भेट बाटो राम्रो छ। कस्तो मोबाइल पाइन्छ क्याम्पेन गएछ यो बाइकको क्याम्पेन गयो। त्यो होइन चेन बजेको तपाईँको पुग्नुहुन्छ बिस्तारै माथि, बिस्तारै जानु न। जाउँ लु। हाम्रो यहाँ बाइकको हालत चाहिँ यस्तो भएको छ है, सो गाइस चाहिँ अहिले चाहिँ पावर आनु न, पावर स्वयं बाटो चाहिँ यस्तो खत्तम छ। यस्तोमा कुदाउँदै ल्याउनुपर्छ हामीले है। म कुदाउने कि तपाईँ कुदाउने हौ? अब म कुदाउँछु हो। यही
जानु चाहिँ क्या हो बाटो के छ ओ या हो गाइस हामी चाहिँ हाम्रो गाउँ चाहिँ आइसकेको छौँ हालत चाहिँ यस्तो छ हामी चाहिँ गुराँस यहाँ गुराँस रहेछ गुराँसमा टक्क फोटोसोटो भिडियो बनाउनु पर्ने हुन्छ हाम्रो चाहिँ गाउँमै तिनजुरे छ है गाइस गाउँमै तिनजुरे आमा गाउँमै तिनजुरे माछाले तोका माछाको काँडाहरू अर्कायो भने कि यो खायो भने हुन्छ अरे पहिलाको बुढापाकाले भनेको यस्तो राम्रो राम्रो गुराँस छ है गाइस हाम्रो गाउँमा पनि गुराँस चाहिँ छ है तर कुन कुन ठाउँमा अलिक पातलो छ अलिक पातलो पातलो खालको छ हामी खेती गर्दैनौँ न मकै मात्रै खेती गर्छौँ भोक लाग्यो भने आयो गुराँस खायो सो अब चाहिँ हामी चाहिँ डाइरेक्ट तल भेटौँ ल घरमा यहाँ बस्ती सस्तुरी भोक लाग्यो भने यसरी खाने बाया गर्नु न फोन लागिरहेको म्या गर्नु न फोन लागिरहेको छौ म्या म्या काम चाहिँ घर आइपुग्यौँ गाइज फाइनल्ली आँखामा पनि किरा पर्छ यो चाहिँ सोनम दाइको हाम्रो सोनम दाइको घर एकदम दामी छ है टक्क यता हाम्रो डेवाको घर डेमाको घर हाम्रो मेरो घर चाहिँ तल छ अब म पनि तल जान्छु एकछिन पछाडि कुन खालको खोर्सानी ल्यायो नि चाउचाउ खाँदैछु हामी चाहिँ आइपुगेर हुन्छ तातो सो आजको भ्लग यहीँसम्म गाइज सबैजनालाई बाई बाई सी यु इन द नेक्स्ट भ्लग है बाई भनिदिनु बाई बाई हेर्दै गर्नु होला पुरा भिडियो वाह